हेलो साथीभाइ भेरी गुड मर्निङ है। र आज चाहिँ म पनि निस्केँ पर है सघाउनु। अन्त आज चाहिँ के भयो नि साथीभाइ, हिजो अलिकति चस्मा झऱ्यो, निन्द्रा पुगेछन् क्या, ऐठान पारेर तरिका साह्रै पर्छ साथीभाइ। सबभन्दा डर लाग्छ मलाई है, भुतहरूसम्म डर लाग्दैन कि यो ऐठान पर्दा साह्रो डर लाग्छ। निन्द्रा पुगेको त नपुगेको जस्तो भएर साथीभाइ। हुन्छ साथीभाइ लाग्यो पर भुटुको लागि एक तरिका झन् चिप्लाई हेर्नुहोस् है, अलैँचीले फुलेको। र अलैँचीको मालिक चाहिँ यहाँ हुनुहुन्छ, सिधा भनिदिउँ के कुरा। यो चाहिँ तिम्रो अहिलेको जमानामा चाहिँ तिम्रो अलैँची नै चाहिँ तिम्रो सुनै हो, किनभने सुन भन्दाखेरि यसको दामहरू कम्ती हुँदैन हो। हजुर, तर भनेको जस्तो अलैँची चाहिँ अब छैन। पहिलातिर त अब बाजे बोजूको पालोमा बाउको पालोमा चाहिँ हुन्थ्यो तिम्रो 50-60 मनहरू हो। हजुर, अहिले मलाई त हाम्रो पालोमा त्यस्तै 15-20 किलो चाहिँ हुन्छ। दिन एकदमै बबाल भएर छ साथीभाइ। हो के कटाइ भएपछि बास यहाँ हुनुहुन्छ हाम्रो बाजे बाजे। दिन त दामी भयो बाजे है। हजुर। र साथीभाइ अब मैले चाहिँ अस्ति फोनको माउन्ट मगाएको थिएँ है, फोन होल्डर हेलमेटमा। अन्त आइपुगेछ, हेर्न सक्नुहुन्छ। अब यसको चाहिँ भोलि अनबक्सिङ गर्छु है। अन्त साल बिचरा सालभाइले ल्याइदिनु भएछ है, धेरै धेरै धन्यवाद सालभाइ। हजुरदालाई पनि धेरै धेरै। र त अब यसको चाहिँ भिडियो भोलि बनाउँछु साथीभाइ। आज चाहिँ अब बिहामा सघाउनु आएको छु, अन्त यहाँनिर पर्दा र यो झर्ना ल्याउनु आएको छु हो। एकदम काका ठिकठाक भलो। ठिक छ ठिक छ। बिहानदेखिको आज ठिक छ काका। दुईटा सामान बनाएर आएको, अहिले फेरि अब यहाँ कुखुरा है, कुखुरा हो। यहाँदेखिको बिजी चाहिँ अब के छैन, 3 बजी रातिदेखिको सुरु भएको। अम्बो दामी दामी लाइट हुँदैछ है काकाको यताको। जाउँ अङ्कल त्यसो भए काकी। हो साथीभाइ, यहाँ चाहिँ अब तपाईँको चामल कुट्दैछ है रोटीको लागि। हाम्रो स्ट्रङम्यान रहेछ साल भाइ। दिउँ हुन्छ हानिदिनु न आमा। ए हल्का भएछ नि त, त्यो अलिक गरम खाउने बानी भएछ नि त तपाईँलाई। यस्तो रातो घाममा अङ्कल हरेस लाग्यो। हेटेडिका पानीले दियो साथीभाइ हो, फेरि रोकियो हो। के खालको दिनु हो हेर्नुहोस् न। हामी चाहिँ माथि सामान ल्याउनु आएको छु नि त, त्यही भएर हो। इन्जिनले हेर्नु साथीभाइ आसला। चिकन चिल्लीको लागि चाहिँ म्यारिनेट भइरहेको छ हो। हजुर, त्यसलाई 30 मिनट बाद चाहिँ म फ्राई मात्रै गर्ने। चिकन चिल्ली चाहिँ भोलि बनाउँछ। त्यसको तिमीलाई भोलि बोलाइहाल्छु। ए हजुर हजुर। पर आएपछि चटनीको लागि बदल भयो, तिमीहरू फ्राईहरू गरौँ भनेको। भोलिको हेल्पर चाहिँ यहाँ दाजुको चाहिँ मसु है। अब भतिसे मसँग बसेको हो। मैले भतिसलाई अलिअलि त्यो ट्रेनरहरू चाहिँ अब दिएको नि त। हजुर, घर आएर बिर्स्यो कि हुँदैछ। भोलि चाहिँ अब बिर्स्यो भनेदेखिलाई चाहिँ अब बेत लाउँदै हो, सिकाइ चाहिँ गाह्रो छ साथीभाइ मलाई। बिर्स्यो भने त माने नि बेत लाउँदै हो। अब काठमाडौँ काम चाहिँ सक्नु आँट्यो है। हजुर। भाउजूले बिचरा उहाँले पुरा हेल्प गर्नुभयो। भोलिको लागि अब बच्चीको 1 नम्बर लोकल कुखुराको बनिँदैछ। यो चाहिँ लोकलको हो, लोकलको है। यो चाहिँ अब ब्रोइलरको भन्छ होला होइन, यो चाहिँ लोकल हो, लोकलको। यो चाहिँ भाउजूले आज पुरा हेल्प गर्नुभयो। भाउजू नभएको भए चाहिँ सक्थेन। अब हामी चाहिँ एकदमै हत्तु भइसकेको थियो आज नि। अब र पनि अब अझै 50 किलो मासु सुँगुरको अब पिस गर्नु छ। हजुर। अहिले मोटामोटी ब्रोइलर 30 केजी चाहिँ अघि हामीले गरेर पठाइसक्यौँ। अहिले बिचरा कर्ची मर्चीलाई चाहिँ भाउजू अलग्गै हामी लोकल गएको जिम्मा हुन्छ बढियामा। साथीभाइ म चाहिँ माथि सामान ल्याउनु जाँदा चाहिँ अब के भयो भने चाहिँ यहाँ कजरी पक्रेको थियो है, त्यसो मैले भिडियो गर्नु सकिनँ किनभने म माथि सामान ल्याउनु गएँ नि त। अब चाहिँ म तपाईँको यो खाना सुरु गरेको छ चटनीको लागि हो। हजुर, हल्का रोस्ट गर्दैछु हो। यो चटनी कस्तो हुन्छ भोलि देखाइहाल्छु नि भोलि। तपाईँहरूको उसँग 55 किलो मासु हो, खुट्टासँग 60। ल भाइ भनिदियो अब मण्डपको विषयमा है। यसो मण्डपको विषयमा चाहिँ दा यस्तै छ, प्रायः अब फिनिसिङ काम भइसक्यो हो। अब यो हल्का माटो कटिङ
जब अप्ठ्यारो भइकन चाहिँ यतिको चाहिँ निकालिदियो यता दाहरूले यता दाहरूलाई पनि मिलाउनु मेन चाहिँ हाम्रो दाहरू हो यहाँ है दिनु काका दिनु काका यता हेरौँ हेलो दिपेन दा देखो है दामी दामी अब सबै कामहरू पनि सकिसक्यो है फ्राईहरू हुँदैछ तलतिर अन्त हाम्रो चाहिँ यहाँ के थियो भने यहाँ सेल्फीको लागि चाहिँ अब यहाँनिर हामीले स्ट्यान्ड गरेको छौँ है सामान चाहिँ अब सुकेबाट आउँछ नि त आउँदैछ नि त त्यही भएर परिरहेको छौँ साथी भयो त्यो सकेर चाहिँ अब हामी पनि अब घरतिर पुगेको है कहिले आउने गाडी हिँड्नु त हिँड्नै भन्दैछ केटाले अरे काका के हुँदैछ अन्त भतिस आज दिनभरि मासु बसारेकोले वाक्कै भयो हो हजुर अब मासु त जिन्दगीमा खानु नाच्छ नाक लाग्यो त्यसले गर्दा यहाँ नखाने मान्छेलाई मलाई चाहिँ अब यसो च्याउ लानु भन्ने छ है अब फेरि हेर न चिया पनि के हो यो अब दुई क्वालिटीको मेरो लागि यत्रोमा रम खायो भने मर्छु म त हो अन्त म चाहिँ ब्ल्याक टी खान्छु हो अन्त यसो हेर्दाखेरि चाहिँ अब दुइटै चिया जस्तो देख्छु झुकेर खानु पायो भने मजा आउँथ्यो छोडेकोले गर्दा विश्वास हुँदा हेर्नु चाहिँ हेर्दैछु ठिक छ काका म एक त कट्टु छ नि काका है दामी रहनु अझै त्यही त मासुले नाक लाग्यो भने बिचरा बोजूले टिप्नु भएको रहेछ उहाँ बोजूले ए हजुर बोजूले हजुर हजुर हेलो भतिज हुँदैछ अन्त मलाई छुरी दिनु छुरी हेर्नुहोस् यहाँनिर तपाईँको गोटा गोटा नै उयो झर्दैछ कस्तो त बनाउनु लाग्छ त्यो नै छ अब हाम्रो हाल्ने त हाल्ने मान्छेकोबाट पनि अब हुन्छ नि त पकाउने अब भोलि अब खाने मान्छेले चाहिँ अब मिठो हुन्छ कि हुँदैन है हजुर त्यसको चाहिँ अब उहाँहरूले भन्ने कमेन्ट चाहिँ अब हजुर अब हामीले चाहिँ आफूले जानेको जति हिसाबले पकाएको यो चाहिँ है यसरी पकाउँदैछु होइन एउटा जसरी जाने जति अनि सबैले खाएर चाहिँ यसो कमेन्ट गरिदिनुहोस् है हजुर मिठो थियो कि नमिठो थियो नुन पिरो थियो कि नुन लागेको थियो कि पिरो थियो कम्ती होइन भन्नुभयो चाहिँ बुढीले कम्ती मिठो भएन तपाईँले बनाएको भन्छ कि त खासै अब मेरो मायाले पो मिठो भनेको हो कि होइन त भनेको हो कि होइन त भोलि अडियन्सबाट पनि सुनौँ होइन यो चाहिँ अब धेरै गाह्रो हो है कार्कीमा एउटा तपाईँको पकाउनु पनि कोहीले अब नुन चर्को खान्छ कतिले कम्ती खान्छ कतिले पिरो है अनि त्यसमा पनि अब हजुरहरूले चाहिँ त्यसमा अब हाम्रो कसरी पकाइरहेको छौँ अब त्यसो भनिदिनुहोस् है होइन होइन भाइ हजुर सही हो पिजाको एकदम सही हो हामी चाहिँ सामान पकाएको छौँ हो सामान आएको छैन टाउको जस्तो भयो तेल बनाएर ल यहाँ हेर्नु सल्लाह सेलरोटी है ओ भतिज फेरि जाने बेला छोयो अन्त यहाँ पोल्नु हुँदैछ काकीले बोजूले समित दादाको होइन युट्युब च्यानल हामी चाहिँ यहाँनिर सेलरोटी पोलिरहेको छौँ अनि हाम्रो समित दादाको च्यानललाई होइन लाइक सब्सक्राइब कमेन्ट होइन इत्यादि इत्यादि दिएर अगाडि बढाउनुमा सहयोग गरिदिने हुने अनुरोध गर्दछु हजुरहरूप्रति अन्त यहाँनिर चाहिँ सेलरोटी बनिरहेको छ अन्त हामी यहाँनिर चाहिँ पठाउँदैछौँ रोटीहरू साह्रै स्वदेश रोटीहरू चाहिँ यहाँ भाउजूले काकीले पोल्नु हुँदैछ है अन्त भाउजूको मुस्कानमा पनि मुस्कान छुपेको छ ग्यासले भयो उसको चाहिँ हामी चाहिँ डोनट पार्टी हो कि सुकेको खरीबाट अब हाम्रो पनि यसो लाइक छ हामी चाहिँ गोर्खे डोनट बनिँदैछ डुलै भएन रोटीमा त डोनटै साल भाइ बन्द पर्दैन अरे साथीभाइ हाम्रो चाहिँ अब सामान आइपुगेन सेल्फीको है अन्त अलिक टाइम लाग्यो अन्त अहिले पनि हामी पर्खिरहेको छौँ कि हामी सामान लिनु जाँदैछौँ माथि हो बल्ल बल्ल आइपुग्यो है अन्त यहाँ तर हल्का सुमधुर सङ्गीतहरू बज्दैछ सुन्नुभयो होला खासमा त अङ्कल त्यसलाई घर जानु पर्थ्यो है घर जानु पर्ने खै हजुर समयले गर्दा बढी ढिलो भयो हजुर भोलि बिहान छिटो आउनु पर्ने फेरि आज बेलुका छिटो गएन भने फेरि भोलि बिहान अलिक टाइम लाग्छ साथीभाइ हो अलिक साह्रै पर्छ हजुर 100% है भोलि फेरि कुकिङ दिनु पऱ्यो हजुर खै के छैन भतिस भोलि बनाइहाल्नुपर्छ त्यो हजुर हाम्रो ए आउँदो रहेछ आउँदैछ साथीभाइ आउँदो रहेछ सामान आजबाटसम्म भए पनि है ल्याउँछौँ होला हजुर 6.5 hours later. अन्त साथीभाइ हाम्रो चाहिँ अब सामान पनि आइपुग्यो है सामान पनि आइपुग्यो तपाईँको अन्त फेरि अलिकति पानीले पनि अलिकति डिस्टर्ब गऱ्यो हो त्यही भएर हाम्रो चाहिँ आज काम भएन अन्त यहाँ भित्र काम छ हल्का फुल्का भयो त्यही हो भर्खर खानासाना बजाएँ म चाहिँ ड्याममा भएर चाहिँ यहाँनिर एक्लै आएको छु बारमा बसिरहेको छु अब भोलि बिहान नै छिटो आउने बेला भयो किनभने हाम्रो काम त अलिकति अल्झ नि त पानीले गर्दा अब साथीभाइ भोलि भेटौँ बिहाको दिन है
अब के हुन्छ कसो हुन्छ भोलि बिहान छिटो आउनु भन्दै थियो अब आज कति 9 ल 9 पो बज्न रहेछ 9 बज्न रहेछ अब गएर भिडियो एडिट गर्दा यताउता गर्दा बज्छ 10 11 बज्छ ल हुन्छ साथीहरू अब भोलि गुड नाइट है राम्रो सुत्नुहोस् भोलि भेटौँ अब तपाईँलाई